सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज चाहिँ बिहानै उठेर साथीले भिडियो गरिदिँदै थियो मेरो, र म चाहिँ डाइरेक्ट ब्रस गर्नुपट्टि लागेँ र म र मेरो साथी चाहिँ फ्रेस भएर चाहिँ ड्याङ किचनमा गएर खानुपट्टि लाग्यो। र ब्रेकफास्टमा चाहिँ आज वाटरमेलन थियो, हामी चाहिँ वाटरमेलन खायो र बिहान चाहिँ हामीले चिया खाएन। र ढिलै नगरिकन हामी चाहिँ रुमतर्फ आयो र रुमहरू सानासिनी गरिसकेको थियो भने कसै रेडी भइसकेको थियो र म चाहिँ भएकै थिइनँ। र रेडी भएर चाहिँ हामी स्कुल बाहिर निक्लेर चाहिँ यहाँ सबैजना बसिरहेको थियो, फोटोहरू खिचिरहेको थियो यहाँ। अन्त त्यसपछि चाहिँ हामी चाहिँ काम गरेको थियो, हेर्नु गएको थियो पानी परेर चाहिँ नाली चाहिँ के काम गरे कि गरेन भनेको, काम चाहिँ गरेको रहेछ, पानी चाहिँ त्यस्तो बगेको थिएन। र त्यति भन्दै हामी चाहिँ अब स्कुल छोडेर लाग्नुपर्ने हुन्छ। र निकै अब यादहरू पनि थियो, यादहरू पनि बसिसकेको थियो। र सबैलाई बाई भन्दै म चाहिँ निस्केँ त्यहाँबाट। र रोड पुगे साथ चाहिँ हामी चाहिँ गाडीको इन्तजारमा थियो र कसै साथीहरू चाहिँ पोखरी घुम्नु गएको थियो भने चाहिँ हामी चाहिँ गाडी पर्खिरहेको थियो। र गाडी आए साथ चाहिँ हामीले ड्याङ सामान लोड गरेर चाहिँ हामी निस्किनुपट्टि लाग्यो। र अलि टाढा आइपुगेर चाहिँ हामी फेरि साथीहरूलाई पर्खिनु थाल्यो, किनभने लेक घुम्नु गएको थियो, लामपोखरी लेक कसै साथीहरू। र मलाई चाहिँ पुरा हतार भइरहेको थियो र घर जानु लागि। र चाहिँ हामी खाजा खानुको लागि चाहिँ रोराथाङमा रोकिदिएको थियो ड्राइभर दाले। र म चाहिँ यहाँ कत्रो ठुलो माछा हो भन्दै यहाँ हेरिरहेको थिएँ। र त्यति भन्दै हामी चाहिँ बर्दाङ पुग्न आँटेको थियो र मलाई चाहिँ एक्साइटेड भइरहेको थियो, यस 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 गरिदिँदै थिएँ म चाहिँ हो। र मलाई चाहिँ त्यति भन्दा नभन्दा साथीहरूले चाहिँ हाँस्दै थियो मलाई हेर्दै, एक्साइटेड भएको देखेर। र हामी चाहिँ रिसी तेर्सो छिट्टो कुदाउनु छिट्टो कुदाउनु भन्दै थियो र स्पिड लग्यो हामीलाई चाहिँ हो। र मलाई चाहिँ जहाँबाट चढाएको थियो र त्यहीँनिर झारिदिएको छ र सही सलामत चाहिँ हामी चाहिँ रुम फर्केर आयो। र अलिकति बिमार चाहिँ भयो कस्तो भइरहेछ भैँसहरू पनि। र त्यति भन्दै सबैलाई बाई गरिदिँदै थिएँ। र त्यसपछि म पनि रुमतर्फ लागेँ र रुम पुगे साथ चाहिँ एकदमै खुसी लाग्यो मलाई, किनभने अब त्यहाँनिर चाहिँ अलिक त्यस्तै थियो, नेटवर्कहरू पनि नभेट्ने। र त्यति भन्दै आजको भिडियो म यतिमै एन्ड गर्दैछु। र साथीले चाहिँ यहाँ कुकुरलाई चाहिँ यति धेरै माया गर्छ नि। र त्यही हो गाइस, सी यू इन नेक्स्ट ब्लग, होप यू गाइस लाइक इट, र बाई।